अपाङ्गता भएका व्यक्तिहरूले राज्यबाट आफूले पाउनुपर्ने अधिकार प्राप्त गर्नको लागि निकै कठिनाइ भइरहेको छ। राज्यले यी कुराहरूमा ध्यान दिइरहेको छैन। त्यसैले अपाङ्गता ऐन 2074 र त्यसमै आधारित रहेर बनाइएको नियमावली, अपाङ्गता अधिकार सम्बन्धी नियमावली 2077 अनुसारको सेवा सुविधा पाउनको लागि हामीले धेरै सङ्घर्ष पनि गऱ्यौँ र पनि अहिलेसम्म राज्यले हामीलाई ती सेवा सुविधा उपलब्ध नगराएको, त्यो जुन बनेका नीति नियमावली कार्यान्वयन नल्याएकोले गर्दा अब हामीले ती अधिकारहरू प्राप्त गर्नको लागि हामीले गर्न सकिने कार्यहरू के हुन्छ त भन्दा अब भनौँ न सबैजना सँगै खडा भएर केन्द्रमै आएर आन्दोलन गर्न नसकेर र पनि घरबाट बाहिर निस्कनै नसक्ने अवस्थाका साथीहरू चाहिँ आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको प्रयोग गरेर आन्दोलनमा सरिक बन्नु पर्यो र घरबाट अलिकति भए पनि बाहिर निस्किन सक्ने साथीहरू घर नजिकको सडकमा पुगेर सडकलाई अवरुद्ध गरेर चाहिँ आन्दोलनमा सरिक बन्नु पर्यो। त्यस्तै आफ्नो स्थानीय तहसम्म पुग्न सक्ने साथीहरू आफ्नो स्थानीय तहमा पुगेर उनीहरूमाथि चाहिँ एउटा दबाब सृजना गरेर आन्दोलन गरेर स्थानीय तहमा धरनामा उपस्थित हुन सक्नु पर्यो र त्यस्तै प्रदेश सरकारको दैलोमा पुग्न सक्ने साथीहरू प्रदेश सरकारको दैलोमा पुगेर आन्दोलनमा सरिक हुनु पर्यो र सोही अभियानमा लाई सफल गर्नको लागि सङ्घमा उपस्थित हुन सक्ने साथीहरू चाहिँ सङ्घमा उपस्थित भएर त्यसलाई आन्दोलनलाई हामीले 5 ठाउँबाट निरन्तरता दिनुपर्ने अवस्था छ र त्यसमा सबैजना सरिक बन्नको लागि पर्नु पर्यो। हामीले विशेष गरी हामीलाई अत्यावश्यक विषय भनेको के त भन्दा मैले 5वटा बुँदामा त्यसलाई चाहिँ सीमित गर्न खोजेको छु होइन। यसमा अलिकति केही कुराहरू नसमेटेको हुनसक्छ। सबैभन्दा ठुलो भनेको हामीले मान्छे बाँच्दै अनि अरू चिजहरूको प्रयोग गर्दै गर्नुपर्ने भएको कारणले सबैभन्दा पहिला हामीलाई बाँच्नैको लागि व्यक्तिगत सहयोगको आवश्यकता पर्छ। त्यसैले मैले आवश्यकता अनुसारको व्यक्तिगत सहयोग छ। अपाङ्गताको अवस्थाहरूले जस्तो किसिमको आवश्यकता महसुस गराउँछ त्यो अनुसारको व्यक्तिगत सहयोग सेवा। 2 नम्बरमा दक्षता अनुसार हामीसँग दक्षता छ भने त्यो दक्षता अनुसार र हामी दक्ष छैन भने पनि हामीलाई दक्ष बनाएर राज्यले चाहिँ हामीलाई रोजगारीको व्यवस्था गर्नुपर्छ या त हामीलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्नुपर्छ भने 2 नम्बरमा उल्लेख गरिएको छ। 3 नम्बरमा अब हामीलाई अपाङ्गता भइसकेपछि विभिन्न सहायक सामग्रीहरू आवश्यक पर्न सक्छ र अपाङ्गताको अवस्था अनुसारका सहायक सामग्रीहरू हामीलाई उपलब्ध गराउनुपर्छ। र अनि 4मा छ सहज र पहुँचयुक्त चाहिँ सार्वजनिक सवारी साधन। जब हामीले कुनै पनि काम गर्नुपर्छ, हामीले रोजगारीमा जानुपर्छ भने हामीलाई चाहिँ त्यहाँसम्म पुग्नको लागि सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ। अहिलेका सवारी साधनहरू अपाङ्ग मैत्री छैनन्। त्यसैले सवारी साधनहरू पूर्ण रूपमा अपाङ्ग मैत्रीहरू चाहिँ सञ्चालनमा ल्याउनुपर्छ। त्यसको लागि राज्यले गर्नुपर्ने पहल गर्नुपर्यो। त्यो 4 नम्बरमा छ भने 5 नम्बरमा सबैका लागि पहुँचयुक्त सार्वजनिक भौतिक संरचना। हाम्रा भौतिक संरचनाहरू हाम्रो पहुँचयुक्त नभएसम्म हामीले रोजगारीमा संलग्न हुनु पाउँदैनौँ, अधिकार खोज्न जानु पाउँदैनौँ। त्यसैले यी 5 मुद्दाहरूलाई चाहिँ मैले समेटेर हामी यसरी आन्दोलनमा उत्रौँ भनेको छु। र यसमा अब केही सुरुवात अपाङ्गता अधिकार कार्यान्वयनको सुरुवात चाहिँ राज्यले यो आउँदो बजेट जेठ 15को बजेट भाषणमा गर्यो भने गर्यो, नगर्यो भने त्यसपछि हामी आन्दोलनमा उत्रौँ भन्ने चाहिँ सबै साथीहरूसँग एउटा अनुरोध सहित अपिल पनि हो। हस्त, धन्यवाद।